सम्झना कहाँ जाने हामी मास्टर 3rd सेमिस्टरको आजबाट स्टार्टिङ 2 महिनापछि इक्जाम थियो हामी त पढायो 2 महिना पढेर पुरै पास हाम्रो साथीहरू भनौँ भने के भनौँ हाम्रो बच्चा साथीहरू त भन्न मिल्दैन हामी जम्मा 2 छौँ इधर राख्नु त भोलि क्याम्पस गइन्न होला जस्तो लागिरहेको थियो अब आयौँ हामी क्याम्पसको गेटमा बल्ल 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 खोलिन् फर्स्ट डे सर यो युट्युबमा जान्छ के हुन्छ कि हुन्न सबै देखिन सम्झना जाऊ त्यहाँ आज पहिलो दिन कलेज आएछ केही देख्न पाएन त गर्नु पर्यो होइन कति महिनापछि आयौँ अरे हामी फाउन एक्जाम भयो त सब वैशाखमा होइन हामी अझै वैशाखमै छौँ 3 महिनामा भोलि एउटा क्याम्पस आउने भनेको हो किन एक्जाम दिएको त्यो एक्जाम बिग्रिँदाखेरि हो कि त्यो भन्ने अब रेगुलर आउने भन्ने आजबाट के भयो अरे आजबाट क्लास पनि सुरु भयो आजको रेगुलर आउने तिमी हो कि कुरा म त होइन कान्छ म उठ्छु आजको चाहिँ सकियो हाम्रो क्लास होइन हौ आज म 12 बजे सुतेर त उठिरहेको थिएँ भने भोलि नि उठ्छु होला म अनि आयो चाहिँ हाम्रो क्याम्पस नआए पनि म नआए तिमीहरूले आउनु तिमी नआए म सरले मारिहाल्यो गेटभित्र पर्खिरहेको ओके गरेर जाऊ ल म नआए तिमी आउनु तिमी नआए म आउनु भनेर आउने रेगुलर आउने तिम्रो त घर छैन आज आउने भन्छु अनि फेरि भर छैन मलाई त्यही भएर डिमोटिभेट अहिले पछि राखौँला त्यो चाहिँ हाम्रो पाणेनी बहुमुखी क्याम्पस हामीले +2 नभएर ब्याचलर यहीँबाट गरेको ल सम्झना मिसले स्कुटी लिएर आउनु अहिलेलाई पनि पुग्दैन यस्ता मान्छे छन् बसौँ बस्नु ल आजलाई हामीले टाटा बाई गरेर गयो म हेरेँ त अहिले खुट्टा डिल्ली त त्यहाँ म हेऱ्यो